नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ भोइस बियोन्ड द बर्डर्स। इरान र अमेरिका बीचको तनाव फेरि एकपटक विश्वको ध्यान केन्द्रमा आएको छ। धेरैको मनमा एउटै प्रश्न छ, यदि यी दुई देशबीच पूर्ण रूपमा युद्ध भयो भने अन्ततः कसले जित्ला? के यो युद्ध केवल दुई देशबीचमा सीमित रहनेछ वा तेस्रो विश्वयुद्धको जोखिम पनि बढ्न सक्छ? आजको भिडियोमा हामी भावना होइन तथ्यका आधारमा यसको विश्लेषण गर्नेछौँ। कृपया भोइस बियोन्ड द बर्डर्स अन्तिम समयसम्म हेरिदिनुहोला। धन्यवाद। यो युद्ध किन सुरु भयो? नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ भोइस बियोन्ड द बर्डर्स। आज हामी विश्वको सबैभन्दा संवेदनशील विषयमध्ये एक इरान र अमेरिका बीचको तनाव बारे कुरा गर्दैछौँ। आखिर यी दुई देशबीच दशकौँदेखि आम्ने सामने छन् कि यो केवल तेलको लडाईँ हो कि यसको पछाडि अझ गहिरो कारणहरू छन्? आउनुहोस् तथ्यका आधारमा बुझौँ। म यसमा भाग एक इतिहासमा जान चाहन्छु। अमेरिका र इरान बीचको सम्बन्ध सधैँ यस्तो थिएन। सन् 1950 र 60को दशकमा दुवै देशबीच निकट सहयोगी सम्बन्ध थियो। तर सन् 1979मा इरानमा इस्लामिक क्रान्ति भएपछि स्थिति पूर्ण रूपमा बदलियो। क्रान्तिदेखि अमेरिका समर्थित शाहको शासन समाप्त भयो र नयाँ इस्लामिक सरकार सत्तामा आयो। त्यसपछि तेहरान स्थित अमेरिकी दूतावास कब्जा गरियो र अमेरिकी नागरिकहरूलाई महिनौसम्म बन्धक बनाइयो। यी घटनापछि दुवै देशबीच गहिरो अविश्वास सुरु भयो। त्यस यता सम्बन्धमा सुधार आउन सकेको छैन र भाग दुईमा हामी मुख्य कारणहरू हेर्नेछौँ। अब प्रश्न उठ्छ, आज पनि तनाव किन कायम छ? पहिलो कारण तेल र राजनीतिक प्रभाव। मध्यपूर्व विश्वको सबैभन्दा ठुलो तेल उत्पादन क्षेत्रमध्ये एक हो। यो क्षेत्रमा प्रभाव कायम राख्न अमेरिका र इरान दुवैको आफ्नै रणनीतिक स्वार्थ छ। दोस्रो कारण हो इरानको परमाणु कार्यक्रम। इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको बताउँछ, तर अमेरिका र केही पश्चिमा देशहरूलाई इरानको भविष्य परमाणु हतियार बनाउन सक्ने चिन्ता छ। यी विषयमा वर्षौँदेखि विवाद चलिरहेको छ। तेस्रो कारण हो क्षेत्रीय प्रभावको प्रतिस्पर्धा। इरान मध्यपूर्वको केही समूह सरकारहरूलाई समर्थन गर्छ भने अमेरिका र इजरायल तथा आफ्ना अन्य साझेदार राष्ट्रहरूको सुरक्षा सुनिश्चित गर्न चाहन्छ। यी कारणले दुवै पक्ष धेरै ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष आम्ने सामने हुने गरेका छन्। चौथो कारण हो आर्थिक प्रतिबन्ध। अमेरिकाले इरानमाथि धेरै आर्थिक प्रतिबन्ध लगाएको छ। यसको असर इरानको अर्थतन्त्रमा परेको छ। त्यसको प्रतिक्रिया स्वरूप इरानले पनि विभिन्न राजनीतिक र सैन्य कदम चालेको देखिन्छ। पाँचौं कारण हो प्रत्यक्ष र अप्रत्यक्ष सैनिक कारबाही। हालका वर्षहरूमा दुवै पक्षबीच विशाल आक्रमण, ड्रोन घटना, समुद्री तनाव र एक अर्काको समर्थक समूह बीचको झडप भइरहेको छ। यी घटनाले तनावलाई अझ बढाएको छ र यसको निष्कर्ष हामी के निकाल्न सकिन्छ भन्दा इरान र अमेरिकाको विवाद कुनै एउटा घटनाबाट सुरु भएको भने होइन। यो इतिहास, राजनीति, सुरक्षा, अर्थतन्त्र र क्षेत्रीय प्रभावसँग जोडिएको धेरै वर्ष पुरानो जटिल विवाद हो। यी कारणले विश्वका देशहरूलाई यो सम्बन्धलाई निकै चासोका साथ हेर्छन्। यदि कुनै ठुलो गल्ती वा गलत निर्णय भयो भने यसको असर केवल यी दुई देशकोमा मात्र होइन, विश्व अर्थतन्त्र, अन्तर्राष्ट्रिय सुरक्षा समेतमा पनि पर्न सक्छ। अब अर्को महत्त्वपूर्ण प्रश्न उठ्छ, यदि पूर्ण युद्ध भयो भने अमेरिका र इरान मध्ये सैन्य रूपमा वास्तवमै को बलियो छ त? अर्को भागमा हामी दुवै देशको सेना, लडाकु विमान, नौसेना, मिसाइल, रक्षा बजेट र सैन्य क्षमताको तथ्यमा आधारित तुलना गर्नेछौँ। भाग 2, अमेरिका र इरानको सैन्य शक्तिको तुलना। अब हामी आउँछौँ सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा, यदि अमेरिका र इरान आम्ने सामने भयो भने सैन्य रूपमा को शक्तिशाली छ त? पहिलो नजरमा हेर्दा यसको उत्तर सजिलो देखिन्छ, अमेरिका। तर युद्ध केवल सेना कति छ, विमान कति छ वा बजेट कति ठुलो छ भन्ने कुराले मात्र निर्धारण भने हुँदैन। भूगोल, मिसाइल, ड्रोन, हवाई सुरक्षा, सहयोगी राष्ट्र र युद्धमा कति लामो चल्छ भन्ने कुराले पनि ठुलो भूमिका खेल्छ। त्यसैले तथ्यका आधारमा दुवै देशको क्षमता तुलना गरौँ। पहिलो, अमेरिकाको सैन्य शक्ति। विश्वव्यापी सैन्य क्षमताको कुरा गर्दा अमेरिका इरानभन्दा धेरै अगाडि छ। अमेरिकासँग आधुनिक स्टिल्थ
लडाकु विमान छ, रणनीतिक बमवर्षक विमान छ, एयरक्राफ्ट क्यारियर, परमाणु पनडुब्की, लामो दूरीको हतियार, स्याटेलाइट तथा आधुनिक निगरानी र कमान्ड प्रणाली छ। अझ ठुलो अन्तर त पैसामा देखिन्छ। अमेरिकाले आर्थिक वर्ष 2026 को राष्ट्रिय रक्षा बजेट प्रस्ताव करिब $1.01 ट्रिलियन थियो। तुलना गर्दा SIPRI का अनुसार सन् 2025 मा इरानको सैन्य खर्च करिब $7.4 बिलियन थियो, अर्थात् खर्चको हिसाबले दुई देशमा एउटै स्तरमा छैन। त्यसैले खुला आकाशमा हुने परम्परागत हवाई युद्ध, लामो दूरीको आक्रमण र समुद्री युद्धमा अमेरिकाको प्राविधिक क्षमता धेरै बलियो छ। त्यसो भए के इरान कमजोर मात्रै हो त? यो निष्कर्ष पनि सही हुँदैन है। इरानलाई थाहा छ कि उसले अमेरिकासँग विमानको सङ्ख्या र एयरक्राफ्ट क्यारियर बमबारी गर्न सक्दैन। त्यसैले इरानले फरक प्रकारको सैन्य रणनीतिमा ठुलो लगानी गरेको छ, विशेष गरी ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोन्समा। CSIS का अनुसार इरानसँग मध्यपूर्वकै सबैभन्दा ठुलो र विविध मिसाइल भण्डारमध्ये एक छ, जसमा हजारौं ब्यालिस्टिक र क्रुज मिसाइलहरू छन्। केही प्रणालीको दायरा करिब 2000 किलोमिटर वा त्यसभन्दा पनि बढी छ। शाही जस्ता ड्रोन पनि इरानको महत्त्वपूर्ण क्षमता हुन्, अर्थात् अमेरिका आकाश र समुद्रमा धेरै शक्तिशाली भए पनि इरानको रणनीति अमेरिकालाई उस्तै तरिकाले सामना गर्नु होइन, उसको मिसाइल, ड्रोन र क्षेत्रीय भूगोल मार्फत दबाव सिर्जना गर्ने प्रयास गर्छ। अर्को ठुलो कुरा इरानको भूगोल। इरानको अर्को महत्त्वपूर्ण पक्ष उसको स्थान हो। इरान पर्सियन गल्फ र स्ट्रेट अफ हर्मुज नजिक अवस्थित छ। त्यसैले त्यहाँ ठुला युद्ध हुँदा असर केवल रणभूमिमा सीमित हुँदैन। इरानले आफ्नो भौगोलिक अवस्थालाई सैन्य रणनीतिक फाइदाका रूपमा प्रयोग गर्न सक्छ। यही कारणले इरान सैन्य शक्ति केवल ट्याङ्क र विमान गनेर मूल्याङ्कन गर्न भने मिल्दैन है। तर वर्तमान अवस्था बुझ्दा एउटा महत्त्वपूर्ण कुरा, अर्को कुरा पनि ध्यान दिनुपर्छ, सैन्य क्षमता स्थिर हुँदैन। सन् 2026 मा अमेरिकी तथा इजरायली आक्रमणपछि इरानका केही सैन्य संरचना, नौसैनिक क्षमता र हतियार उत्पादन केन्द्रमा ठुलो क्षति पुगेको कुरा स्रोत विश्लेषणले देखाउँछ। क्षतिको वास्तविक परिणाम अझै पूर्ण रूपमा स्पष्ट छैन। त्यसैले पुरानो वेबसाइटमा भएका कतिपय विमान, कति जहाज भन्ने सङ्ख्या आजको वास्तविक युद्ध क्षमताको ठ्याक्कै नदेखाउन सक्छ। निष्कर्ष के निकाल्न सकिन्छ भने, त्यसो भए सैन्य रूपमा को बलियो त? परम्परागत सैन्य शक्ति, प्रविधि, हवाई क्षमता, समुद्री शक्ति, विश्वव्यापी पहुँच र आर्थिक स्रोतका आधारमा अमेरिका स्पष्ट रूपमा अगाडि छ। तर यसको अर्थ इरानसँग अमेरिकालाई क्षति पुर्याउन सक्ने क्षमता छैन भन्ने होइन। इरानको प्रमुख शक्ति भनेको उसको मिसाइल, ड्रोन, रणनीतिक भूगोल र लामो समयसम्म दबाव कायम राख्न सक्ने क्षमता हो। त्यसैले युद्धलाई केवल एउटा प्रश्नमा सीमित गर्न मिल्दैन, कोसँग कति हतियार छन्। वास्तविक प्रश्न के हो भने, युद्ध कहाँ हुन्छ, कति लामो चल्छ, लक्ष्य के हो, यसको मूल्य कति ठुलो हुन्छ। र त्यहाँबाट हाम्रो अर्को प्रश्न सुरु हुन्छ, यदि अमेरिका र इरान पूर्ण युद्ध भयो भने आखिरमा कसले जित्ला त? त्यो हामी भाग 3 मा विश्लेषण गर्नेछौँ। धन्यवाद। यदि पूर्ण युद्ध भयो भने कसले जित्ला? आज सबैभन्दा ठुलो प्रश्न, यदि अमेरिका र इरान बीच पूर्ण स्तरको युद्ध भयो भने आखिरमा कसले जित्ला? सैन्य शक्ति मात्रै हो भने यसको उत्तर सजिलो देखिन्छ, अमेरिका। तर युद्धमा शक्तिशाली हुनु र युद्ध जित्नु एउटै कुरा भने होइन है। अमेरिका धेरै शक्तिशाली भए पनि युद्ध उसलाई निशुल्क पर्दैन। इरानको अर्को हतियार भूगोल। यहाँ इरानको सबभन्दा महत्त्वपूर्ण फाइदामध्ये एउटा आउँछ उसको भूगोल। इरान पर्सियन गल्फ र विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक स्ट्रेट अफ हर्मुज नजिक छ। यो समुद्री मार्गमा गम्भीर अवरोध आयो भने समस्या अमेरिका र इरानमा मात्र सीमित रहँदैन, विश्व ऊर्जा आपूर्ति र व्यापारसम्म असर पुग्न सक्छ। अहिले द्वन्द्वमय हर्मुज वरिपरि समुद्री आवागमन र ऊर्जा प्रवाह ठुलो रणनीतिक मुद्दा बनेको छ। इरानले
परम्परागत रूपमा साना तीव्र गतिका डुङ्गा, एन्टिसिप मिसाइल्स, सबमरिन्स र नेभल माइन्स जस्ता साधनलाई पनि आफ्नो समुद्र रणनीतिमा महत्त्व दिएको छ। त्यसैले ठुलो युद्ध भए यो केवल आकाशमा विमान लड्ने युद्ध हुँदैन, समुद्र, ऊर्जा, व्यापार, अर्थतन्त्रमा पनि यस युद्धको हिस्सा बन्न सक्छ। यदि अमेरिका इरानभित्र स्थल सेना पठायो भने के हुन्छ? अब परिस्थिति अझ जटिल हुन्छ। यदि लक्ष्य केवल इरानको सैन्य क्षमता कमजोर बनाउनु नभएर उसको शासन परिवर्तन गर्ने वा ठुलो भूभाग नियन्त्रण गर्ने भयो भने यसका लागि हवाई आक्रमण मात्र पर्याप्त नहुन सक्छ। यस्तो अवस्थामा युद्ध लामो, महँगो, राजनीतिक रूपमा धेरै कठिन बन्न सक्छ। इरान ठुलो भूभाग भएको देश हो, त्यसैले एउटा कुरा भन्न सकिन्छ, आकाशमा प्रभुत्व कायम गर्न एउटा कुरा हो, ठुलो देशलाई जमिनको नियन्त्रण गर्नु भनेको अर्कै कुरा हो। यहाँबाट अमेरिकाले जित्छ भन्ने सरल उत्तर कमजोर हुन थाल्छ। अनि युद्ध लामो भयो भने के हुन सक्छ त? युद्ध केही दिनको होइन, महिना वा अझ लामो समय चल्यो भने अर्कै समस्या आउँछ, हतियार र आर्थिक लागत। किनभने युद्ध जित्नु भनेको शत्रुको सैन्य संरचना ध्वस्त गर्नु, उसको सरकार परिवर्तन गर्नु, आफ्नो राजनीतिक उद्देश्य पुरा गर्नु कि लामो युद्धपछि पनि टिकिरहनु। यदि यही कुराले अमेरिका इरान युद्धको उत्तर निकै जटिल बनाउँछ। पहिलेको अवस्थामा हवाई या समुद्री युद्ध भयो भने, यदि युद्ध मुख्यतया हवाई हमला, मिसाइल आक्रमण र समुद्री कारबाहीमा सीमित रह्यो भने अमेरिकासँग ठुलो सैन्य फाइदा हुन्छ। अमेरिकासँग आधुनिक स्टेल्थ विमान, लामो दूरीको बम्बरसक, एयरक्राफ्ट क्यारियर, पनडुब्की, सेटेलाइट निगरानी र प्रिसियस गाइडेड वेपन जस्ता क्षमता छ। त्यसैले खुला र परम्परागत युद्धमा इरानका ठुला एयरबेस, रडार, कमान्ड सेन्टर, मिसाइल साइट र अन्य महत्त्वपूर्ण सैन्य संरचनामाथि अमेरिकाको ठुलो दबाव दिन सक्छ। तर एउटा कुरा बुझ्नुपर्छ, सैन्य संरचना नष्ट गर्नु र देशलाई पराजित गर्नुमा फरक कुरा हो। अमेरिकाले इरानलाई ठुलो सैन्य क्षति पुर्याउन सक्छ, तर यसले युद्ध तुरुन्त समाप्त हुन्छ भन्ने चाहिँ ग्यारेन्टी हुँदैन। इरानले कसरी जवाब दिन सक्छ त यसमा? इरानलाई पनि थाहा छ कि उसले अमेरिकासँग विमान, एयरक्राफ्ट क्यारियरको हिसाबले बराबरी गर्न सक्दैन। त्यसैले इरानको मुख्य शक्ति अर्कै ठाउँमा छ, मिसाइल, ड्रोन र असममित युद्ध। CSIS को 2026 को मूल्याङ्कन अनुसार इरानसँग मध्यपूर्वकै सबैभन्दा ठुलो र विविध ब्यालिस्टिक तथा क्रुज मिसाइल आर्सेनल छ, जसमा हजारौं मिसाइल रहेको अनुमान गरिन्छ। त्यसैले ठुलो युद्ध भए इरानले आफ्नो भूमि जोगाउन मात्र होइन, क्षेत्रमा अमेरिकी सैन्य संरचना र त्यसमा रणनीतिक लक्ष्यहरूमा मिसाइल र ड्रोन दबाव सिर्जना गर्न सक्छ। अर्थात् अहिले चलिरहेको द्वन्द्वमै अमेरिकाको केही महत्त्वपूर्ण प्रिसियस मिसाइल र डिफेन्सिभ इन्टरसेप्टर्सको भण्डारमाथि दबाव परेको रिपोर्ट आएको छ। राष्ट्रपति ट्रम्पले पनि केही प्रकारका हतियार आपूर्ति सीमित रहेको स्वीकार गर्दै उत्पादन बढाइँदै गरेको बताएका छन्। आधुनिक युद्धमा पैसा मात्र भएर हुँदैन, मिसाइल कति छिटो उत्पादन गर्न सकिन्छ, सप्लाई चेन कति बलियो छ र देशले युद्धको खर्च कति समयसम्म सहन सक्छ, यी सबै महत्त्वपूर्ण हुन्छन्। अब निष्कर्ष जाउँ। यदि प्रश्न हो परम्परागत सैन्य शक्तिमा कसको बढी छ त? स्पष्ट उत्तर छ अमेरिका। यदि प्रश्न हो कसले इरानको सैनिक संरचनामा बढी क्षति पुर्याउन सक्छ, त्यसमा पनि अमेरिका नै अगाडि देखिन्छ। यदि प्रश्न हो कि अमेरिकाले इरानलाई पूर्ण रूपमा नियन्त्रण गरेर छोटो समयमा निर्णायक राजनीतिक विजय हासिल गर्न सक्छ त? यसको उत्तर सजिलो छैन। र यदि प्रश्न हो के इरानले अमेरिकालाई प्रत्यक्ष परम्परागत युद्धमा हराउन सक्छ, त्यो पनि अत्यन्त कठिन देखिन्छ। तर इरानसँग युद्धलाई महँगो, लामो, क्षेत्रीय रूपमा अस्थिर बनाउन सक्ने क्षमता भने छ, विशेष गरी मिसाइल, ड्रोन र हर्मुज जस्ता रणनीतिक क्षेत्र मार्फत। अन्तिम लाइन जस्तै अब मेरो निष्कर्ष, पूर्ण युद्ध भयो भने रणभूमिको सैन्य शक्तिमा अमेरिका अगाडि हुन्छ, तर वास्तविक अर्थमा विजेता को हुन्छ भन्ने कुरा युद्धको उद्देश्य र अवधि बिना भन्न सकिँदैन। किनकि यस्ता युद्धमा एउटा देशले सैन्य विजय पाए पनि विश्व अर्थतन्त्र हार्न सक्छ।
तेलको मूल्य बढ्न सक्छ, समुद्री व्यापार प्रभावित हुन सक्छ र महँगी विश्वभर फैलिन सक्छ। त्यसैले अब अर्को प्रश्न, इरान अमेरिका युद्धले विश्वलाई कस्तो असर पार्ला त? हामी अब भाग 4 मा जाउँ। जस्तै अब एउटा निकै महत्त्वपूर्ण प्रश्न आउँछ, इरान र अमेरिका बीच युद्ध हजारौँ किलोमिटर टाढा भइरहेको छ भने हामीलाई किन चिन्ता गर्ने? हामीले किन चिन्ता गर्ने त? के यसको असर केवल अमेरिका, इरान र मध्यपूर्व मात्रै सीमित हुन्छ त? उत्तर भने हुँदैन, किनकि आजको अर्थतन्त्र एक अर्कासँग जोडिएको मध्यपूर्वमा युद्ध हुँदा त्यसको पहिलो धक्का तेलमा पर्छ, त्यसपछि सिपिङ र ट्रान्सपोर्टेसनमा, अनि बिस्तारै खाद्यान्नदेखि उपभोग्य सामानमा, वस्तुको मूल्यमा पुग्न सक्छ। अर्थात् युद्धको गोली मध्यपूर्वमा चल्न सक्छ, तर त्यसको आर्थिक आवाज संसारभर सुनिन सक्छ या गुन्जिन सक्छ। सबभन्दा पहिलो तेलको कुरा गरौँ। यसको सबैभन्दा ठुलो कारण हो स्ट्रेट अफ हर्मुज, अर्थात् हर्मुज जलमार्गहरूमध्ये। नक्सामा हेर्दा यो एउटा सानो समुद्री बाटो जस्तो देखिन्छ, तर विश्व अर्थतन्त्रका लागि यसको महत्त्व अत्यन्तै ठुलो छ। युद्ध सुरु हुनु अघि यो बाटो भएर दैनिक करिब 20 मिलियन ब्यारल क्रुड ओइल वा पेट्रोलियम प्रोडक्टहरू जाने गर्थ्यो। यो विश्वको ठुलो तेल खपतको करिब 1/5 बराबरको। यति मात्रै होइन, सन् 2024 को तथ्याङ्क अनुसार विश्वमा समुद्रबाट व्यापार हुने एलएनजी अर्थात् लिक्विडिफाइड नेचुरल ग्यासको करिब 20% पनि हर्मुज हुँदै जान्थ्यो। त्यसैले यो बाटोमा समस्या आउँदा बजारले तुरुन्त प्रतिक्रिया दिन्छ। 2026 को युद्धपछि हर्मुजबाट हुने सिपिङ लगभग ठप्प हुँदा विश्व इतिहासकै सबैभन्दा ठुलो ओइल सप्लाई डिस्ट्रप्सन्स मध्ये एक अनुभव गर्यो। आइएमएफका अनुसार युद्ध सुरु भएपछि तेलको मूल्य तीव्र रूपमा बढ्यो र त्यसपछि घटे पनि जुलाईसम्म क्रुड ओइलको करिब 90 देखि $100 प्रति ब्यारेलको दायरामा थियो। त्यो त हामीले देखेकै छौँ। अब तपाईँ भन्न सक्नुहुन्छ, म तेल किन्दिनँ, मलाई के असर? तर यसको असर पेट्रोल पम्पमा मात्रै सीमित हुँदैन। अब सेकेन्डमा जाउँ, सिपिङ र विश्व व्यापार। तेल महँगो भयो भने जहाज चलाउन प्रयोग हुने फ्युल पनि महँगो हुन्छ र त्यसमाथि युद्ध क्षेत्रमा जहाज चलाउँदा इन्सुरेन्स अर्थात् बिमाको लागत बढ्छ। जहाजले सुरक्षित वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो भने दूरी र समय पनि बढ्न सक्छ। त्यसको अर्थ एउटा कन्टेनर चीनबाट अमेरिका, भारत वा युरोप पुर्याउने लागत बढ्न सक्छ। UNCTAD का अनुसार हर्मुजको अवरोधपछि ट्याङ्कर फ्राइट रेट्स, म्यारिन फ्युल कस्ट र वार रिस्क इन्सुरेन्स प्रिमियम तीव्र रूपमा बढेको छ। त्यसैले को असर तेल कम्पनीलाई मात्रै पर्दैन। इलेक्ट्रोनिक्स, कपडा, मेसिनरी, खाद्यान्न, औषधि, विश्वभर जहाजबाट ढुवानी हुने वस्तुको लागतमा दबाव पर्न सक्छ। यही कारणले अहिले युद्धलाई केवल मिलिट्री कन्फ्लिक्ट भनेर हेर्न मिल्दैन, यो ग्लोबल सप्लाई चेन प्रब्लम पनि हो। त्यसपछि आउँछ महँगी। अब यही असर तपाईँ र मेरो घरसम्म कसरी आइपुग्छ त? मानौँ एउटा ट्रकले बजारमा चामल, तरकारी वा अन्य सामान पुर्याउँछ। फ्युल महँगो भयो भने ट्रान्सपोर्टेसन बढ्छ। फ्याक्ट्री चलाउन इनर्जी महँगो भयो भने उत्पादन लागत बढ्छ। सिपिङ महँगो भयो भने इम्पोर्टेड सामानको लागत बढ्छ। फर्टिलाइजर महँगो भयो भने कृषि उत्पादनको लागत बढ्न सक्छ। अन्ततः यी मध्ये धेरै खर्च कहाँ पुग्छन् त? उपभोक्ताको बिलमा। विश्व ब्याङ्कका अनुसार 2026 को द्वन्द्वले तेलमा र ग्यासमा मात्र होइन, फर्टिलाइजरको मूल्यमा पनि दबाव सिर्जना गरेको छ। यसका लागि खाद्यान्नको मूल्यमा समेत असर पुर्याउन सक्छ। त्यसैले युद्धको असर पेट्रोल पम्पहरूबाट सुरु भएर सुपरमार्केटको सपिङ कार्टसम्म पुग्न सक्छ। इन्फ्लेसन बढेपछि अर्को समस्या। इन्फ्लेसन भनेको महँगी सँगसँगै त्यसमा मापन गर्ने उसलाई चाहिँ महँगी बढ्दै गयो भने केन्द्रीय ब्याङ्कहरूमा अर्को चुनौती आउँछ। इन्फ्लेसन नियन्त्रण गर्न ब्याज दर उच्च राख्नुपर्ने दबाव पर्न सक्छ। ब्याज दर उच्च हुँदा
घर किन्न लोन महँगो हुन्छ, व्यवसायमा ऋण लिन गाह्रो हुन्छ, लगानी कम हुन्छ र रोजगारी सिर्जना पनि असर गर्छ। विश्व ब्याङ्कको जुन 2026को अनुमानमा ग्लोबल इन्फ्लेसन 2025को 3.3%बाट 2026मा 4% पुग्ने प्रक्षेपण गरिएको थियो। यही युद्धले गर्दा यदि ऊर्जा आपूर्तिमा समस्या अझ गम्भीर भयो भने इन्फ्लेसन अझ माथि जान सक्ने जोखिम पनि देखाएको छ। अर्थात् युद्ध भनेको ऊर्जा महँगी भनेको ट्रान्सपोर्टेसन महँगी, सामान महँगी र इन्फ्लेसन बढ्ने, एउटा चेन रियाक्सन नै जस्तै हो। 5औं नम्बरमा हेरौँ विश्व अर्थतन्त्रलाई। अब यसको अन्तिम असर विश्व अर्थतन्त्रमा पर्छ है। आइएमएफले अप्रिलमा द्वन्द्व सीमित रहने मान्यता 2026को विश्व अर्थतन्त्र वृद्धि 3.9% रहने अनुमान गरेको थियो र लामो युद्धलाई ठुलो डाउनसाइड रिस्क मानेको थियो। तर यसको असर सबै देशमा समान भने हुँदैन। तेल उत्पादन गर्ने देशले केही अवस्थामा उच्च मूल्यबाट फाइदा लिन सक्छ, तर नेपाल जस्ता इनर्जी इम्पोर्टिङ र डेभलपिङ कन्ट्रिज पनि जोखिममा पर्न सक्छ। आइएमएफले पनि इनर्जी इम्पोर्ट गर्ने र आर्थिक रूपमा कमजोर देशहरूबाट प्रभाव बढी पर्न सक्ने बताएको छ। त्यसैले अमेरिका र इरान बीच युद्धलाई केवल दुई देशको युद्ध भन्नु अधुरो हुन्छ। हामी यसबाट के निष्कर्षमा पुग्न सक्छौँ भने अब यी सबै कुरा जोडेर हेरौँ। अमेरिका, इरान वा व्यापक मध्यपूर्वमा युद्ध लम्बियो भने तेल र ग्यास आपूर्ति प्रभावित हुन सक्छ। पहिलो कुरा, सिपिङ र इन्सुरेन्स महँगी हुन सक्छ, विश्व व्यापारको लागत बढ्न सक्छ, खाद्यान्न र दैनिक आवश्यक वस्तु महँगीको दबावमा पर्न सक्छ र अन्ततः विश्व अर्थतन्त्र आर्थिक वृद्धि भने कमजोर हुन सक्छ। तर यहाँबाट एउटा कुरा स्पष्ट गरौँ, यी प्रभावको आकार, युद्ध कति लामो चल्छ, हर्मुज कति खुल्छ, ऊर्जा उत्पादन कति छिटो पुनर्स्थापित हुन्छ वा अन्य उत्पादक देशहरूले कति आपूर्ति बढाउन सक्छन् भन्ने कुरामा निर्भर गर्छ। त्यसैले सबैभन्दा खराब परिणाम निश्चित छ भन्नु सही हुँदैन। तर एउटा कुरा भने अहिले नै देखिसकेको छ, युद्धको आगो सीमाना पार गर्छ र यसको आर्थिक असर संसारभर पुग्न सक्छ। र अब हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यसको असर नेपाललाई कसरी पर्न सक्छ त? पेट्रोलियम पदार्थ महँगो हुन्छ, खाद्यान्नको मूल्य बढ्छ, वैदेशिक रोजगारी र रेमिट्यान्समा प्रभाव पार्छ र हवाई भाडा र पर्यटनमा असर गर्छ। र यी सबै कुरा हामी 5औं नम्बरको भाग 5मा नेपालमा कस्तो असर गर्छ मा तथ्यसहित हेर्नेछौँ। धन्यवाद। नेपाललाई कस्तो असर गर्छ? अब तपाईको मनमा एउटा प्रश्न हुन सक्छ, अमेरिका र इरान हजारौं किलोमिटर टाढा छन्, युद्ध मध्यपूर्वमा गइरहेको छ, त्यसो भए नेपाललाई के फरक पर्छ त? अमेरिका र इरान हजारौं किलोमिटर टाढा छन्, युद्ध मध्यपूर्वमा गइरहेको छ, त्यसो भए नेपाललाई कसरी असर गर्छ भने नेपाल युद्धमा सहभागी हुने छैन है। नेपाल र इरान छिमेकी पनि होइन, तर यसको अर्थ नेपाल सुरक्षित रूपमा आर्थिक प्रभावबाट बाहिर रहन्छ भन्ने भने होइन। वास्तवमा विश्व ब्याङ्कले नै मध्यपूर्वको युद्ध, बढ्दो इन्धन मूल्य र अन्य घरेलु कारणले नेपालको आर्थिक वृद्धि वर्ष 2026मा 2.3%मा सीमित हुन सक्ने अनुमान गरेको छ। त्यसैले प्रश्न भने नेपाललाई असर पर्छ कि पर्दैन भन्ने होइन, प्रश्न हो कति पर्छ र कहाँ कहाँ पर्छ। आउनुहोस् 5 क्षेत्रमा बुझौँ। नम्बर 1, पेट्रोल र डिजलबाट सुरु गरौँ। नेपालका लागि सबैभन्दा ठुलो जोखिम भनेको इन्धन हो। नेपालले आफ्नो आवश्यकता पेट्रोलियम उत्पादन गर्दैन। हामी पेट्रोल, डिजल र अन्य पेट्रोलियम प्रोडक्टका लागि आयातमा निर्भर छौँ र नेपालले अधिकांश पेट्रोलियम पदार्थ भारतबाट ल्याएर पनि यसको मूल्य अन्तर्राष्ट्रिय तेल बजारसँग जोडिएको हुन्छ। त्यसैले मध्यपूर्वमा द्वन्द्व बढेर विश्व बजारमा क्रुड ओइल महँगियो भने यसको असर भारत हुँदै नेपालसम्म आउन सक्छ। यसको प्रभाव अहिले भारतमै पनि देखिएको छ। मध्यपूर्वको तनावका कारण तेल बजार अस्थिर बढेपछि भारतले घरेलु आपूर्ति सुरक्षित गर्न अगस्त 2026मा पेट्रोल, डिजल र एभिएसन फ्युल निर्यात सम्बन्धी कर बढाएको छ। अब पेट्रोल महँगो भयो भने
असर गाडी चलाउने व्यक्तिलाई मात्रै पर्दैन। बसको भाडा, ट्रकको ढुवानी खर्च, उद्योगको लागत, निर्माण सामग्रीमा ट्रान्सपोर्टेसन सबैमा यसको असर बिस्तारै हुन सक्छ। सेकेन्ड नम्बरमा जाउँ, दैनिक उपभोक्ता वस्तु महँगिन सक्छ। यहीँबाट दोस्रो असर सुरु हुन्छ, महँगी। नेपाल आयातमा धेरै निर्भर अर्थतन्त्र हो। मानौ भारतबाट एउटा ट्रकले खाद्यान्न काठमाडौँ ल्याउँदैछ, डिजेल महँगो भयो भने त्यो ट्रकको ढुवानी खर्च बढ्छ। त्यही सामान अर्को ट्रकमा पोखरा, चितवन वा गाउँसम्म पुर्याउँदा फेरि खर्च बढ्छ। अन्ततः त्यो अतिरिक्त खर्च कसले तिर्छ? उपभोक्ताले। त्यसैले युद्धले खेतमा बम खसाल्नु पर्दैन, चामलको खेतमा बम खसाल्नु पर्दैन। सही कुरा हो। ट्रान्सपोर्टेसन र सप्लाई चेन महँगो भयो भने चामल, दाल, खाने तेलदेखि निर्माण सामग्रीसम्म को मूल्यमा दबाव आउन सक्छ। विश्व बैंकको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले पनि हायर इम्पोर्ट ट्रान्सपोर्टेसन कस्ट वा का कारण नेपालमा इन्फ्लेसन फिस्कल इयर 2026 मा करिब 4.3% र फिस्कल इयर 2027 मा 5.1% सम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ। अर्थात् मध्यपूर्वमा तेल महँगो, नेपालमा ढुवानी महँगो, सामानमा लागत बढ्ने, परिवारको खर्च बढ्ने हुन सक्छ। नम्बर 3 मा जाउँ, सबैभन्दा संवेदनशील विषय वैदेशिक रोजगार र रेमिट्यान्स। तर नेपालका लागि सम्भवतः अझ संवेदनशील विषय हो वैदेशिक रोजगार, किनकि ठुलो सङ्ख्यामा नेपालीहरू कतार, युएई, साउदी अरेबिया, कुवेत, बहराइन, ओमान लगायतका गल्फ देशहरूमा काम गर्छन्। यदि युद्ध ती देशमा फैलियो, व्यवसाय कमजोर भए, कन्स्ट्रक्सन वा टुरिज्म क्षेत्रमा रोजगारी घट्यो, अर्थात् कामदार फर्किन बाध्य भयो भने प्रत्यक्ष असर नेपाली परिवारमा पर्न सक्छ। किनकि नेपाल अर्थतन्त्रमा रेमिट्यान्सको अत्यन्त महत्त्वपूर्ण छ। विश्व बैंकका अनुसार आर्थिक वर्ष 2026 को पहिलो आधामा रेमिट्यान्स करिब जीडीपी को 16.6% बराबर थियो र यसले नेपालको बाह्य अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यसैले गल्फमा रोजगारी गुम्यो भने असर यहाँ काम गर्ने व्यक्तिमा मात्र पर्दैन। नेपालमा बसेको उसको परिवारको घर खर्च, बच्चाको पढाइ, बैंकको किस्ता, घर निर्माण, स्थानीय बजारसम्म असर गर्न सक्छ। विश्व बैंकले पनि लामो मध्यपूर्व युद्धले रेमिट्यान्स इन्फ्लो घटाउन सक्ने जोखिम स्पष्ट रूपमा उल्लेख गरेको छ। त्यसैले यो विषय नेपालका लागि गम्भीर छ। चौथोमा जाउँ, हवाई यात्रा र पर्यटन। चौथो असर पर्यटन र हवाई यात्रामा पर्नेछ। नेपाल आउने धेरै अन्तर्राष्ट्रिय यात्रु दोहा, दुबई, अबुधाबी जस्ता गल्फ हब हुँदै यात्रा गर्छन्। युद्ध पर्दा एयर स्पेस बन्द हुन सक्छ, विमानले लामो रुट लिनुपर्ने हुन सक्छ, फ्लाइट क्यान्सल हुन सक्छ र एभिएसनको फ्युल महँगिन सक्छ। यस्तो जोखिम काल्पनिक मात्र होइन। जुलाईमा द्वन्द्व फेरि सकिएपछि युरोपियन एभिएसन अथोरिटीले युएई, कतार, बहराइन, कुवेत, गल्फ र ओमान क्षेत्रमा एयर स्पेस सम्बन्धी चेतावनी पुनः जारी गरेको थियो। यसले नेपाललाई दुई किसिमले असर गर्छ। पहिलो, विदेशमा रहेका नेपालीले यात्रा कठिन र महँगो हुन सक्छ, या दोस्रोमा जाउँ, नेपाल आउने पर्यटकको सङ्ख्या प्रभावित हुन सक्छ। विश्व बैंकले पनि फिस्कल इयर 2026 मा नेपालको सर्भिस सेक्टर कमजोर हुनुको एउटा कारण टुरिस्ट एराइभलमा आएको कमी, उच्च ट्रान्सपोर्टेसन कस्टलाई मानेको छ। पर्यटन गर्दा होटल मात्र होइन, रेस्टुरेन्ट, ट्रेकिङ गाइड, ट्याक्सी, एयरलाइन, ह्यान्डिक्राफ्ट र स्थानीय व्यवसायसम्म असर गर्छ। अन्ततः नेपालको अर्थतन्त्रलाई कसरी असर गर्छ त? अब यी सबै कुरा जोडौँ। इन्धन महँगियो, आयात महँगियो, पर्यटन कमजोर भयो, रेमिट्यान्समा दबाव आयो, त्यसपछि के हुन्छ त? मानिसको खर्च गर्ने क्षमता घट्छ, व्यवसायमा लागत बढ्न सक्छ, आर्थिक वृद्धि सुस्त हुन सक्छ। विश्व बैंकले अप्रिल 2026 मा नेपालको फिस्कल इयर 2026 को ग्रोथलाई 2.3% मा रहने प्रक्षेपण गर्दै मिडल इस्ट कन्फ्लिक्टलाई त्यसको प्रमुख बाहिरी दबाव मध्येको एक मानेको थियो। तर एउटा सकारात्मक पक्ष पनि छ है। नेपालसँग विदेशी मुद्राको सञ्चित राम्रो बफरमा छ। विश्व बैंकका अनुसार जनवरी 2026 को मध्यसम्म फरेन एक्सचेन्ज रिजर्भ करिब $22.5 मिलियन अर्थात् 18.1 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने स्तरमा थियो।
स्तरमा थियो। त्यसैले युद्ध भयो भने नेपालको अर्थतन्त्र तुरुन्त सङ्कटमा जान्छ भन्नु पनि सही हुँदैन। तर युद्ध लामो भयो भने जोखिम चाहिँ बढ्न सक्छ है। धन्यवाद। अब निष्कर्षमा जाउँ। इरान अमेरिका युद्ध नेपालबाट टाढा हुन सक्छ, तर यसको आर्थिक असर नेपालबाट टाढा भने छैन। तेलको मूल्यबाट सुरु भएको असर यातायातमा आउन सक्छ, यातायातकोबाट बजारको मूल्यमा, गल्फको अस्थिरताबाट वैदेशिक रोजगार र रेमिटेन्समा, हवाई मार्गको समस्याबाट पर्यटनमा, र यी सबैको संयुक्त असर नेपालको अर्थतन्त्रमा पर्न सक्छ। त्यसैले आजको संसारमा युद्धको सीमा नक्साले मात्र निर्धारण भने गर्दैन। युद्ध जहाँ भए पनि आर्थिक तरङ्ग हजारौँ किलोमिटर टाढा नेपालसम्म आइपुग्न सक्छ। अन्त्यमा एउटा कुरा स्पष्ट छ, युद्धमा वास्तवमा कोही पनि पूर्ण विजेता भने हुँदैन। अमेरिकासँग विशाल सैन्य शक्ति छ, इरानसँग मिसाइल, ड्रोन र आफ्नो रणनीतिक क्षमता छ, तर यदि यो युद्ध अझै ठुलो युद्धमा परिणत भयो भने यसको मूल्य केवल सैनिकहरूले मात्र होइन, सर्वसाधारण नागरिक, विश्व अर्थतन्त्र, हामी जस्ता युद्धबाट हजारौँ किलोमिटर टाढा रहेका मानिसहरूले समेत चुकाउनु पर्ने हुन सक्छ। तेलको मूल्य बढ्न सक्छ, व्यापार प्रभावित हुन सक्छ, महँगी बढ्न सक्छ र यसको तरङ्ग नेपालसम्म आइपुग्न सक्छ। त्यसैले प्रश्न केवल अमेरिका र इरान मध्ये कसले जित्ला भन्ने होइन, सायद अझ ठुलो प्रश्न हो, यदि युद्ध बढ्दै गयो भने संसारले कति ठुलो मूल्य चुकाउनु पर्ला? तपाईलाई के लाग्छ? यो द्वन्द्व वार्ताबाट समाधान हुनुपर्छ कि अझै ठुलो युद्धतर्फ जान सक्छ? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोला। यस्ता विश्व घटना नेपालको दृष्टिबाट तथ्य र विश्लेषणसहित बुझ्न चाहनुहुन्छ भने भोइस बियोन्ड द बर्डर्सलाई सब्सक्राइब गर्नुहोस्। भिडियो मन परे लाइक एन्ड सेयर गर्न नबिर्सिनुहोस्। म फेरि अर्को महत्त्वपूर्ण विषय, नयाँ विश्लेषणसहित उपस्थित हुनेछु। तबसम्मको लागि धन्यवाद। सुरक्षित रहनुहोस्, सचेत रहनुहोस्। भोइस बियोन्ड द बर्डर्स, every voice matters and every story connects. धन्यवाद। नमस्ते।